नमस्कार आदरणीय दर्शक महानुभावहरू। यतिखेर हामी समसामयिक राजनीतिक विषयवस्तुमा रहेर विश्लेषण गर्ने गर्दछौँ। यही विश्लेषणमा क्रममा नयाँ दल भर्खरै 3 वर्ष अघि स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी, जसले समानुपातिक सूचीमा समाविष्ट गरेका केही नामहरू त्रुटिगत रूपमा गल्ती भएका कुराहरू स्वीकार गर्यो र त्यही स्वीकार गर्दै गर्दा त्यसभित्र रहेका समावेश भएका व्यक्तिहरू जसले आफूलाई नैतिकताको कडीमा उभ्याउँदै फिर्ता लिएको घोषणा पनि गरे र ती समानुपातिक सूचीमा पुराना दलहरूले पनि त्यस्ता पात्रहरू जसलाई समावेश गरेका छन्। न ती दलहरूले आत्मआलोचना गर्छन्, न ती दलका नेताहरूले आत्मआलोचना गर्छन्, न ती दलका समानुपातिक सूचीमा रहेर जनताका जनभावना विपरीत भएका व्यक्तिहरूले नै फिर्ता लिने काम गर्छन्। पुरानो दल र नयाँ दलमा फरक यति देखिन्छ। अहिले नयाँ दल स्थापित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टी महानिर्देशक कुलमान घिसिङ र विवेकशील पार्टीबाट होनहार युवाहरूको समावेश भएर ठुलो दल र भोलि निर्वाचन पछिको मूलधारको राजनीतिमा 1 नम्बरको पार्टीको रूपमा स्थापित हुने घोषणा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट डराएर हो वा आफूले जनतालाई दिएका भाषणहरू शासनहरूबाट चुकेको कुरा महसुस गरेर हो, अथवा भोलिका अवस्थामा युवा पुस्ताहरूले हामीलाई विश्वास गर्ने हो वा नगर्ने हो भन्ने कुराले डराएर हो, अहिले पुराना दलहरू नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा नेपाली कम्युनिस्ट पार्टी, यी 3टा बीच 2082 साल फागुन 21 गतिको निर्वाचनको लागि महागठबन्धन बनाउने कुरामा अगाडि बढिरहेको कुरा बाहिरिएको छ। यसबाट के देखिन्छ भने हिजोको दिनमा सतोश्राप गर्ने, हिजोको दिनमा एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने दलहरू आज नयाँ पुस्ताका दलहरू, नयाँ युवाहरूका दलहरूसँग भिन्नका लागि डराएर एक अर्कामा एकता गर्न, निर्वाचनको महागठबन्धन गर्न तयार हुनुले पनि अब जेनजी आन्दोलनले एउटा नयाँ आयाम थपेको कुरा भन्न हिचकिचाउनु पर्ने अवस्था छैन। नेपाली काङ्ग्रेसभित्र जेनजी आन्दोलनले त तहल्कै मचाइदिएको छ, भूकम्पै ल्याइदिएको छ। यतिखेर गगन थापा र विश्वप्रकाश दुई महामन्त्रीद्वय र संस्थापन पक्षका सभापति, कार्यवाहक सभापति बीच नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्ष र विपक्षमा तर्क र वितर्कहरू हुने गरिरहेका छन्। यतिखेर गगन पक्षले नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन गर्ने भनेर 1, 2, 3 गर्छौँ हामी केन्द्रको तर्फबाट घोषणा गरिरहेका छन्। उता संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गरिसकेको छ। अब के हुने हो हेर्न बाँकी नै छ र केही मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका शेखर कोइराला, धनबहादुर गुरुङ लगायतले नेपाली काङ्ग्रेसलाई टुटफुटको इतिहासबाट पाठ सिकेर जोगाउने हो वा फेरि नेपाली काङ्ग्रेस फुटेर एउटा टुक्रा बाहिरिने हो, यो हेर्न बाँकी छ। तर अहिले पछिल्लो समय राजनीतिक गठबन्धन, चुनावी महागठबन्धन हुने हल्लाले जनमानसमा फेरि पुरानै दल स्थापित हुने हो कि भन्ने आशंका पनि पैदा भएको छ। अब यो आशंकालाई निर्वारण गर्नका लागि नयाँ दल र पुराना दल, यी दुई बीचको प्रतिस्पर्धामा नयाँ दल स्थापित हुने, पुरानो विस्थापित हुने हो वा पुरानो स्थापित भएर नयाँ विस्थापित हुने हो, यसको हेर्न भने हामी अब 60 दिन कुर्न बाँकी छ। 60 दिनपछि यसको निर्केल हुनेछ, यसको छिनोप